हास टोइलेट एरिया रहेछ नि त यो त होटल टोइलेट एरिया ओ ग्रीन लेक भनेको यही हो ओ ग्रीन लेक भनेको यही रहेछ ल फाइनली वी केम हियर इन ग्रीन लेक यस यस ग्रीन लेक फाइनली वी आर हियर इन ग्रीन लेक घुमेर चाहिँ म त गरेको छु के यताबाट घुमाउँ न यहाँ नै हिँड्ने बाटो रहेछ नि त यहाँ नै यत्रो हिँड्ने बाटो छ त फाइनली वी आर इन ग्रीन लेक गाइस वी आर इन ग्रीन लेक उता त्यो साइड गएर बुझ्नु नै यताबाट घुमाउँ न तपाईँ घुमाउनु ग्रीन लेक स्ट्यान्ड राख्नु हटाउनु मोटरको सार्न हिँड्नु वी आर फाइनली इन ग्रीन लेक यो ग्रीन लेक भन्ने सानो हो तर सानो रहेछ तर यो सिजन नभएर क्या तर ग्रिन त ग्रिनै रहेछ है तर यहाँमासम्म आउँदैछु यो एक्सपेक्टेसन त सबै एक्सपेक्टेसन भएपछि रियालिटी भइरहेको हाम्रो है अस्ति नै अब ताता पनि भनेको लास्टमा त त्यो सानो कुवा जस्तो कुवा त अनि अस्ति ढुकुरे अब पोखरी गयो होइन पोखरी सुकेर त पुरै सानो यो पनि त्यस्तै त्यस्तै रहेछ तर सफा रहेछ पानी चाहिँ सफा पौडी खेल्न जस्तो तर गाइज मलाई आउँदैन पौडी खेल्न त्यही हो प्रब्लम तर यहाँ पनि सब बोर्ड चाहिँ हान्नु मिल्ने रहेछ ग्रीन लेक उता चाहिँ राम्रो रहेछ उता उनी मान्छेहरू बसेर राम्रो ठाउँ रहेछ त्यहाँ गएर चाहिँ हामी हिँड्नुपर्छ ग्रीन लेक फाइनली यो अप्पर पेसाङबाट चाहिँ 20 मिनट लाग्दो रहेछ ग्रीन लेक आउनलाई राम्रोसँग हिँड्यो भने चाहिँ 20 मिनट जति 20-25 मिनट हिँडाइमा अलिकति फरक पर्छ सरी ग्रीन लेक एक्सक्युज मी जाउँ है धेरैजना रहेछ यहाँ पनि ग्रीन लेकमा पनि हस् डेस्टिनेसन अप्पर पेसाङदेखि मनाङ जाने डेस्टिनेसनको बिचमा पर्दो रहेछ ग्रीन लेक राम्रो देख्छ है गाई चाहिँ अब यहाँ चाहिँ हामी अलिकति फोटो खिच्नेछौँ